Welcome to my CPG vlog, guys. My name is Vishal Chepang. आज म हजुरहरुलाई सानो मेरो परिचयबारे देखाउन चाहन्छु। गाइज मेरो यो सानो करिसाबारी देख्न सक्नुहुन्छ। यो बोडी हो, यो बोडी चाहिँ यो तनै बोडी है गाइज। अनि यो पनि सानो सानो भइरहेको छ गाइज। मेरो यो बोडी पर्छ, यो तनै बोडी फल्दाखेरि क्या दामी हुन्छ। त्यो भिडियो पनि म हजुरहरुको माझमा ल्याउने छु अवश्य पनि। है गाइज हेर्नुस् है, यो मेरो यो साग हो। यो पनि यसको नाम चाहिँ के साग भन्छ, यो चाइनिज साग। तर अहिले यो साग छर्ने बेलामा चाहिँ गाइज यो मैले बुझ्नै सकिएन क्या। यो साग चाहिँ एकदम खानलाई चाहिँ एकदम मिठो हुँदो रहेछ। तर यो चाहिँ किराले चाहिँ खाने रहेछ कि, यसले चाहिँ लास्ट मन पराउने रहेछ कि। यो सायद यस्तै हो कि सागै मिठो भएर किराले पनि मन पराएको हो कि। तर हिजो बुढाहरूले चाहिँ त्यो ध्यानको चाहिँ के अरे छाँटेर अनि पकाएको थिएँ। लास्ट मिठो लागेको थियो गाइज। हेर्नुहोस् गाइज है, मेरो सानो करेसा बारीको भिडियो। अनि एउटा अर्को पनि देखाउँछु चाहन्छु। यहाँ छ पालुङ साग। यो एउटा एकदम के लागिरह भने त्यो चाइनिज सागमा चाहिँ किरा लाग्ने असाध्यै, र यसमा चाहिँ यो पालकी सागमा चाहिँ नलाग्ने के गाइज। ल हेर्नुहोस् त, यो पालकी सागमा किराले एउटा छोको पनि छैन, एउटा पात नै खाएको छैन। हेर्नु कति राम्रो छ। यस्तो राम्रो छ। म यहाँ सुरी पनि म्याउ म्याउ पनि कराएर के साग चाहियो तिमीलाई? साग चाहियो गाइज। अर्को कुरा, हामी यहाँ के छ भने काँक्रो, सानो काँक्रो यहाँ फलिराखेको छ गाइज। तर यसको डिजाइन चाहिँ अर्कै छ है। अनि यहाँ छ राम्रो काँक्रो फलिराखेको छ। अनि अर्को कहाँ छ, यहाँ तल पनि छ, देख्न सक्नुहुन्छ गाइज। काँक्रोको बोट चाहिँ कति ठुलो गाइज। हेर्नुहोस् है, हेर्न सक्नुहुन्छ। अब यो काँक्रो पनि यतातिर जान्छ। मेरो यो सानो करेसा बारी देख्न सक्नुहुन्छ। यसमा भेन्डी पनि छ, अनि तनै बोडी पनि रोपेको छु। अनि साइडमा चाहिँ धनिया हेर्न सक्नुहुन्छ। धनिया कति दामी छ यो धनिया। अब यो खान नसकेर हामीले चाहिँ यो चाहिँ अब बिउको लागि चाहिँ यो राखेको गाइज है। हेर्नुहोस् कति दामी छ गाइज, देख्न सक्नुहुन्छ। यो मेरो यो सानो करेसा बारी, यो धनिया सक्नुहुन्छ। अनि गाइज है अर्को, अनि एउटा यो चाहिँ टमाटर फल्दैछ गाइज। फुल फुलिरहेछ यहाँ। यो चिप्ले भेन्डी, अनि यहाँ चिप्ले भेन्डी फल्दैछ गाइज। हेर्न सक्नुहुन्छ गाइज। यो पनि फुल फुलिरहेको छ गाइज। अनि त्यसपछि बोडी तरकारी बज्यो त कति खाने। अनि एउटा यो साग, यो हजुरलाई थाहा छ कि नै? यो के साग हो? यो साग पनि मैले नौलो साग ल्याएर रोपेको छु गाइज। यहाँ पनि यो पनि साग है। यहाँ यो टमाटर हो, यो साग हो। अनि यसरी सबै यो साग रोपेको छु गाइज। यो खुर्सानी हो पुरानो, यो पनि सागै हो। यसरी उम्रिराखेको छ। त्यसपछि यो बुढाहरूको काम हो। यो चाहिँ पुरानो प्याज रोपेर यहाँ फुल फल्न दिएका छन्। देख्न सक्नुहुन्छ यहाँ कति दामी गुलाबको फुल गाइज। यो चाहिँ गुलाबको फुल है गाइज। यो चाहिँ गुलाबको फुल देख्न सक्नुहुन्छ है। दामी, क्या दामी छ गाइज। के गर्नु यसपालि चाहिँ गाइज। यो लिची थियो गाइज। यो लिची फुल फुलेको थियो, तर दाना चाहिँ बसेन, सब मरे। तर किन यो फर्स्ट टाइम भएर यस्तो भएको हो कि गाइज, मैले केही बुझ्न सकिनँ। यो चाहिँ रहेन, एउटा पनि रहेन। यसको दाना चाहिँ फुल फुलेर सब मरे क्या। उखु छ गाइज यहाँ चाहिँ। अनि टमाटर हो, त्यहाँ टमाटर। यो चाहिँ फलिसकेको चाहिँ गाइज, यो टमाटर चाहिँ गाइज। ल ओके गाइज, आजको यो मेरो मिनी ब्लग CPG ब्लग यति नै टुङ्गाउन चाहन्छु गाइज। फुल हेर्न सक्नुहुन्छ यहाँ। ओके बाई बाई। अब नेक्स्ट भिडियो